एमएमआर दादुरा मम्स रुबेला भ्याक्सिन संक्रामक रोगहरू रोक्न भ्याक्सिन लगाउनु सबभन्दा प्रभावकारी तरिका हो। एमएमआर भ्याक्सिनले दादुरा मम्स र रुबेला विरुद्ध बचाउँछ। यी तीन प्रकारका संक्रमण मानिसहरूबीच सजिलै फैलिन्छ, जसले मेनिन्जाइटिस, अन्धोपन र कान नसुन्ने जस्ता गम्भीर समस्या ल्याउन सक्छ। यदि गर्भवती भएको समयमा दादुरा भयो भने महिना नपुगी बच्चाहरू जन्मने, गर्भपतन हुने तथा मृत शिशुको जन्म हुन सक्छ। गर्भावस्थामा रुबेला भएमा तपाईको बच्चाको आँखाको दृष्टि र कानको सुन्ने क्षमता गुम्ने जस्ता गम्भीर समस्या आउन सक्छ। 2 डोज एमएमआर भ्याक्सिनले लामो समयसम्म तपाईको रक्षा गर्दछ। तपाईले भ्याक्सिन लगाउँदा तपाईको आफ्नो मात्र नभएर आफैले भ्याक्सिन लगाउन नसक्ने व्यक्तिहरू जस्तो गर्भमा रहेका शिशुहरू, भर्खर जन्मेका नवजात शिशुहरू तथा कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरूलाई पनि सुरक्षा मिल्छ। एमएमआर भ्याक्सिनले सबै शिशुहरू, सबै ससाना बालबालिकाहरूको लागि सिफारिस गरिएको छ, तर यो जुनसुकै उमेरमा पनि लगाउन सकिन्छ। यदि तपाईले आफू बच्चा हुँदा एमएमआर भ्याक्सिन लगाउनु भएको छैन, 1 डोज मात्र लगाउनु भएको छ वा आफूले पूरा डोज लगाएको निश्चित छैन भने एमएमआर भ्याक्सिन लगाउनको लागि कृपया आफ्नो जिपीमा सम्पर्क गर्नुहोला। धन्यवाद।